OSR Digital, entertaining the nation. हिमालको काखमा छ सानो मेरो गाउँ, हिमालको काखमा छ सानो मेरो गाउँ, पर्वतकी छोरी आजको एबिसी यात्रा सुरु भएको छ र अब हामी एबिसीतिर यहाँ जानको लागि प्रस्थान गर्दैछौँ। घरबाट निस्क्यौँ ल अब हाम्रो बसमा चढ्ने कार्यक्रम सुरु भयो र यो हाम्रो पोखराको टुर बस नमस्कार। हामी अहिले घान्द्रुक आइसकेका छौँ। घान्द्रुकको आशिष आमा घरमा बसेर हामीले यहाँ बेलुकाको डिनर खाँदैछौँ। हामी आउनलाई ढिला भयो, राति 10 बजेको चाहिँ कार्यक्रममा बल्ल हाम्रो खाना सुरु भइरहेको छ। ल यहाँको चाहिँ खाना हेर्नुहोस्। ल यहाँ आशिषको तातो बनाएर ल्याएर दिउँ है। यो मेरो पनि भइरहेको छ। एकदम मिठो छ खाना, मिठो छ एकदम हाइजिन राम्रो घरमै खाएको जस्तो। दिलैको नौतले दरबार, दिलैको नौतले दरबार, रोल्पा बक्सियोस् कि मलाई रुकुम बक्सी। हाम्रो घान्द्रुकमा चाहिँ राष्ट्रिय नाच सुरु भइरहेको छ यहाँ। ल रोल्पा बक्सियोस् कि मलाई रुकुम बक्सियोस्, जनै चढाइ दिउँला सिर्फ हुकुम बक्सियोस्, जनै चढाइ दिउँला सिर्फ हुकुम बक्सियोस्। हामी अगाडि बढ्ने कार्यक्रम भइराखेको छ र अहिले यहाँ पुलबाट क्रस भएर अगाडि बढ्दैछौँ। र छेचो हाइकिङ सोसाइटीको आज दोस्रो दिन हामी झिनुमा चाहिँ पुग्दैछौँ। ल है, हाम्रो सबै टिम चाहिँ घान्द्रुकबाट ट्याक्क लाएर एबिसीको लागि हामी हिँडिरहेछौँ। 5 मिनट पछि घान्द्रुकबाट 5 मिनट पछि चाहिँ हामी यहाँ पानी खाने राम्रो धारा, नेचुरल धारा भठामा आइपुगेका छौँ। सबैजना चाहिँ यहाँ सबैजना हामी यहाँ चाहिँ रेस्ट गर्दैछौँ। यस्तो रमाइलो भइरहेछ। हामी एबिसी जाँदैछौँ है। घान्द्रुकबाट लगभग 1 घण्टाको यात्रा पछाडिको विश्राम भइरहेछ है त। हाय ढुङ्गाको रेखी खै कहिले पुगिराखेको विश्व प्रसिद्ध अन्नपूर्ण पदमार्ग क्षेत्र एबिसीमा हामी आइपुगेका छौँ। 2.5 घण्टाको पदयात्रा पश्चात घान्द्रुकबाट बिहान 8 बजे हिँडेको टोली यहाँ अहिले 10:30 बजे यहाँ आइपुगिसकेका छौँ। यहाँ बिस्तारै झर्दै हुनुहुन्छ र हामी यहाँ अहिले पैदल यात्रा पश्चात अब यो पुल तरेर यो झिनु पुल भन्दो रहेछ र यो झिनु पुलमा खच्चर पनि हिँड्ने रहेछ र हामी यो लामो पुल देखिराखेको छ र अब हामी माथि त्यो झिनु डाँडामा जाँदैछौँ। धन्यवाद। अहिले हामी झिनु पुलमा आइपुगेका छौँ र झिनु पुलबाट हामी अगाडि बढ्दैछौँ र
छेचो हाइकिङ सोसाइटीको सदस्यहरूले 15 मिनटको लामो यो पुलको यात्रा पश्चात यहाँ आउन सफल भएकोमा बधाई छ। अब हामी योभन्दा उता गाडी जाँदैन र अब हामीले गाडीको धुलो खानु नपर्ने हुँदाखेरि हामीलाई एकदम खुसी लागिरहेको छ र 15 मिनट यात्रा पश्चात यहाँ सबैजना आउँदै हुनुहुन्छ र यहाँ आउनु सफल भएकोमा यो झेनु पुल क्रस गरेकोमा बधाई छ। 10 मिनट आराम गर्छौँ है। अब छेचो हाइकिङ सोसाइटीकोले यहाँ मकै ब्रेक भइरहेछ, यहाँ मकै खाएर ब्रेक भइरहेछ। यहाँ अहिले केरो मकै भन्नास कस्तो नि यहाँ अर्ग्यानिक चाहिँ खाजाको चाहिँ यहाँ कार्यक्रम भइरहेको छ। केराको 11वटाको 500 रुपियाँ तिर्यो। अघि हामी झिनु पुलबाट माथि लागेपछि यहाँ 2-3 गाईले हामीलाई बाटो रोकिरहेको छ र हाम्रो समूह अगाडि बढिसकेको छ। अब हाम्रो आजको दिउँसोको खाना र हाम्रो अहिले लन्च चाहिँ सुरु भएको छ। यहाँ बहिनीले यस्तो मिठो मिठो खाना बनाएर दिनु भएको छ। यहाँ हाम्रो यहाँको साउनीलाई चिनिराखौँ र यहाँहरू पनि आउँदाखेरि हट स्प्रिङमा ठ्याक्कै बाटोमा पर्ने रहेछ। यो बाटोमा पर्ने ठाउँमा चाहिँ आउनु होला र यहाँको आनन्द लिनु होला। झिनुको सबैभन्दा ठाडो उकालो उक्लाउँदैछौँ लजाउँ र एकदमै यो 2.5 घन्टाको यात्रा भन्ने हामीले जानकारी पाएका छौँ र यो यात्रा सकेर हामी 2.5 घन्टाको यात्रा पश्चात छोमरङमा बसाइ हुन्छ र आज हाम्रो बसाइ छोमरङमा हुँदैछ र यहाँलाई मैले अहिलेको यो उकालो ठाडो उकालो गर्दै गरेको यहाँ समूहको मैले दृश्य लिइरहेको छु। अगाडि फिर नाम बताइए। मेरा नाम है बापी देवनाथ और निकनेम डीनाथ नील। फेसबुक, इंस्टा, यूट्यूब हर जगह पे डीनाथ नील से है। अच्छा, ये आपका बहन है? बहन का नाम ओंद्रिला। अरे बहन जी, कितना तकलीफ हो रहा है? ल हेर्नुहोस् यहाँ साइकल यात्राबाट एबिसी जानको लागि यहाँ प्रयास गर्दै हुँदैछौ। एकले अर्कोले साथ दिएर अगाडि बढ्दै हुनुहुन्छ। यहाँ भारतको झन्डा र नेपालको झन्डा राखेको देखेँ मैले है। इट्स भेरी नाइस। मान्छेले आफ्नो एउटा इच्छा पूरा गर्नको लागि हेर्नुहोस् यहाँ साइकलबाटै चाहिँ नि एबिसी जाने प्रयास गर्दै हुनुहुन्छ। भैया आप हिंदी कब बोलते हैं? अच्छा बताइए ना आपका क्या है ये मिशन? बेसिकली मैं इंडो नेपाल जो फ्रेंडशिप है, एक ब्रदरहुड है, मैं उसके लिए एक सिंबल क्रिएट कर रहा हूँ। इंडो फ्रेंडशिप? हाँ, इंडो नेपाल फ्रेंडशिप। हाँ मालूम है। राइट। हाँ। और कुलदीप को मालूम है? कुलदीप? हाँ, डॉक्टर कुलदीप मालूम है? अच्छा बोलो। ये मैं बालकृष्ण थापा मगर हूँ। अच्छा बोल दीजिए। डॉक्टर बालकृष्ण थापा मगर। ये जो कर रहा हूँ, ये कर रहा हूँ एंटी ड्रग सोसाइटी। अच्छा। एडिक्शन हो, हाँ, आगे का नौजवान, आगे के जो टीनेजर्स है वो एडिक्शन करे। मैं चाहता हूँ भर के एडिक्शन करे। अच्छा। बहुत एडिक्शन करे, लेकिन वो एडवेंचर का एडिक्शन हो, ड्रग्स का एडिक्शन ना हो। अच्छा। तो वही एक सिंबल मैं क्रिएट करना चाहता हूँ। वेरी गुड। आप लोग बहुत अच्छा हम लोग को ये सपोर्ट करने के लिए। फर्किँदाखेरि यो झिनुमा हट स्प्रिङमा बसेर जानु होला र पुरा थकाइ 4-5 दिनको हाम्रो एबिसी र माछापुच्छ्रे बेस क्याम्पको यात्राको आनन्द लिएर जान सकिन्छ। हजुरहरूले यो
फर्कँदाखेरि झिनुमा बास बस्ने गरेर आउनुभयो भनेदेखि यो आनन्द लिनु पाउनुहुनेछ र एकदमै आनन्दसँग यो कार्यक्रम पनि एबिसी आउँदाखेरि यसलाई प्रोजेक्ट बनाएर आउनु होला। धन्यवाद। ल गाइज है तातो पानीमा तातो पानीमा है हामी झिनुमा हट स्प्रिङमा छौँ है हामी हट स्प्रिङमा। अहिले हामी यहाँ खोलाको किनारमा बसेर फोटो खिच्ने काम भइरहेको छ। अहिले यसरी भिरपाखामा घैया पाक्यो मधेसम्म तोरी भैसा चढी मातिए कि जिमल बाउकी छोरी उही खोलीमा पानी उही खोलीमा माछ भुली आयो भैसा मेरो काजम काजम भाछ काजम काजम भाछ भुली आयो भैसा मेरो काजम काजम भाछ काजम काजम भाछ। उही खोलीमा पानी उही खोलीमा पानी उही खोलीमा माछ भुली आयो भैसा मेरो काजम काजम भाछ काजम काजम भाछ उही खोलीमा पानी लाली क्रिम पाउडर आँखैमा लायो गाजर ओठमै लाली भुली आयो भैसा मेरो काजम काजम भाछ काजम काजम भाछ। मन छ पिरतीमा भर्न उही खोलीमा पानी उही खोलीमा पानी उही खोलीमा माछ भुली आयो भैसा मेरो काजम काजम भाछ काजम काजम भाछ। छम्रुङको बिहारमा अहिले हामी बत्ती बालेर पूजा गर्दैछौँ। यो छम्रुङको यसमा दुईटै खुट्टा आर्टिफिसियल हालेर पनि यहाँ अगाडि बढिरहेको मान्छे देख्न सकिन्छ। यहाँ अहिले यो खच्चडहरू एबिसी ट्र्याकमा हिँड्दाखेरि धेरै यस्ता खच्चडहरू देख्न सकिन्छ जुन खच्चडले यहाँ सामान ओरो दोहोरो गर्ने काम गरिन्छ। यहाँ ठाडै हाम्रो सिस्नो टिप्ने काम अझै जारी छ। हामी सिस्नो टिप्ने काम जारी छ र आज हामीले यो सिस्नोको अर्ग्यानिक तरकारीको लागि पुनः हामी अगाडि बढिराखेकै छौँ। हेर्नुहोस् सिस्नो छ कि हेर्नु त आहा हेर्नु त पुरै रहर लाग्दो सिस्नोको चाहिँ हामीले यहाँ इन्जोय गरिरहेको छौँ। यो अर्ग्यानिक सिस्नो देखेर हामीलाई लोभ लागेर टिप्दैछौँ र हामी यसलाई बेलुका आज अर्ग्यानिक सिस्नो र मिल्यो भने ढेँडो नभए भातसँग खाने योजनाको साथ हामी अगाडि बढिरहेका छौँ। हामी पदयात्रामा हिँड्ने मात्र होइन, यहाँ चाहिँ नि जङ्गलमा देखिएका भएका प्रकृतिले दिएको वरदानका चिजहरूलाई हामी यहाँ सदुपयोग गर्दैछौँ। सिस्नोलाई सबैले हेला गर्छन्, तर यो सिस्नो भनेको यति अर्ग्यानिक हो, यति चाहिँ नि हाम्रो स्वास्थ्यको लागि लाभदायक हो र यहाँहरू पनि आउनुहोस्, यसरी
यो एबिसी ट्रेकिङ गर्दाखेरि पाउने सिस्नोको हामीले इन्जोय लिँदैछौँ र यसरी आउनुहोस् सबैले समय लिएर आउनुहोस् हिँड्ने मात्रै होइन समय बिताउने मात्रै होइन यहाँको इन्जोय लिएर हिँड्नुहोस् घाम ताप्नुहोस् हिमाल हेर्नुहोस् बिस्तारै आफ्नो चाहिँ नि यात्रालाई चाहिँ नि आनन्द लिनुहोस् ल मानवार दाले धन्यवाद आज सिस्नो खुवाउँदै हुनुहुन्छ थ्याङ्क यू सो मच अन द वे एबिसी ट्रेकमा हामीले सिस्नो टिपेर आज कल्पना गेस्ट हाउसमा स्पेसल सिस्नोको चाहिँ यहाँ मेनु तयार हुँदैछ अब आउँदाखेरि सबैजना यहीँ बस्नु होला त्यो पनि यहाँ बस्नु होला यो एकदमै भाइले चाहिँ सिस्नो चाहिँ टिपेर ल्याउनु होला यहाँ भाइले सिस्नो यहाँ पाक्दैछ अब आज हिलटप लज होइन रेस्टुरेन्ट सिनुवा र यसको उचाइ 2350 मिटरमा हामी आइपुगेका छौँ र अहिले हामी हामी बम्बूबाट लगभग 2 घण्टाको जङ्गलको यात्रा पश्चात हामी अहिले अप्पर सिनुवा आइपुगेका छौँ र त्यो अप्पर सिनुवाको चाहिँ होटेलहरूको मैले दृश्य लिइराखेको छु अप्पर सिनुवा र बम्बूको बिचमा जङ्गलको बिचमा एउटा घर बनाइएको छ भारी बिसाएर बस्ने ठाउँ र वहाँ अगाडि माछा पुछ्रे र यो ठाउँको विशेषता भनेको यो अप्पर सिनुवा र बम्बूको बिचमा पर्ने ठाउँको लागि कुनै इमर्जेन्सी अथवा पानी वर्षा भएको खण्डमा यो घरमा बस्नको लागि व्यवस्था गर्न बनाइएको रहेछ शौचालयको पनि व्यवस्था छ ल अब हामी अप्पर सिनुवातिर जाँदैछौँ र अब यहाँ माछा पुछ्रेलाई नमस्कार गरेर अब हामी अगाडि बढ्दैछौँ धन्यवाद ए नानी हो कता जानी हो अनि देखेनौ र डोको नाम्रो बोकेर घाँस काट्न जान लाग्यो ये होत्ता नि गाटे मोमो र नि तत्तेरी नमस्कार हामी अप्पर सिनुवाबाट करिब 2.5 घण्टाको यात्रा पश्चात अहिले हामी बम्बू आइसकेका छौँ वेलकम टु बुद्ध गेस्ट हाउसमा आज हाम्रो ठेटो हाइकिङ सोसाइटीको बस्ने घर यही नै हो र हामी आज यहाँ बसेर अब अगाडि देउराली भोलि जाने कार्यक्रम हुन्छ र आज हाम्रो यो बसाइको बुद्ध गेस्ट हाउसको यो अर्को नयाँ घर जुन यहाँको अर्को द बम्बू गेस्ट हाउस भन्ने पनि यहाँ देख्न सकिन्छ र यहाँको वरिपरिको दृश्य आउँदै गरेको टुरिस्टहरूको दृश्य र यो बम्बूको इको फ्रेन्डली लज र यहाँबाट देखिएको वरिपरिको दृश्य जुन यो बम्बूको पुरै लजहरू भएको ठाउँको मैले यहाँ दृश्य लिइराखेको छु धन्यवाद अब हामी बम्बूबाट आज बिहानै हाम्रो टोली अगाडि बढिसकेको छ हामी यहाँबाट आज यो बाटो हुँदै देउरालीतिर जाँदैछौँ
अब हामी अहिले तल्लो दोभान लोवर दोभानमा आइसकेका छौँ र 2505 मिटरमा अहिले हामी आएर साथीहरू यहाँ अगाडि आइपुगेका छन् र हाम्रो दोभान आइसकेका छौँ र यो तल्लो दोभान भन्ने हामीले जानकारी पाएका छौँ र यो दोभानको बस्ती यहाँ देख्न सकिन्छ र यहाँको गेस्ट हाउस एन्ड रेस्टुरेन्टको नम्बर पनि यहाँ देख्न पाइयो गाडी जारी छ अन्नपूर्ण र हामी दोभानमा आइपुगेका छौँ होइन त यहाँ तल्लो दोभान यसलाई पुरा खोलाको आवाज रहेछ है सफा पनि रहेछ सर ल हाम्रो साथीहरू दोभानबाट अगाडि बढ्दै हुनुहुन्छ र यहाँ घान्द्रुक भन्ने नाम पनि रहेछ यहाँ हाम्रो दयाराम भाइले यहाँको भ्यू लिँदै हुनुहुन्छ यहाँबाट झर्नाको व्यवस्था रहेछ र यहाँ झर्ना देख्न पाइन्छ र अहिले हामी यो झर्नापछि यहाँ साथीहरू बिस्तारै फोटो सेसन लागिरहेको छ र एकजना हाम्रो कुकुरले पनि साथ दिइरहेको छ धेरै उता नजान्छ र ल हेर्नुहोस् त्यहाँ कमलको फुल पनि कति राम्रो सेतो र हाम्रो यो हरियाली टिमले अगाडि बढेर अब हामी एबिसीतिर लाग्दैछौँ थ्याङ्क यू फर कमिङ अन्टिल हियर ल अब अहिले हाम्रो फेरि चौथो पुलबाट हामी अगाडि बढ्दैछौँ र हाम्रो टोली अहिले अगाडि बढिसकेको छ ल भइसक्यो हामी अगाडि बढ्दैछौँ र हाम्रो समूह दिव्य जीवन बल्ल थाहा भयो कस्तो हुन्छ दिव्य जीवन बल्ल हामी एबिसी जाने क्रममा फेरि खोला आइपुगेको छ र हामी अब एउटा डाँडाबाट अर्को डाँडा पारी चढ्दैछौँ र अब हाम्रो यो एउटा पुल क्रस गरेर यहाँको एकदमै मनोरम दृश्यका साथ अगाडि बढिरहेका छौँ जीवनसँगै नै अगाडि बढिरहेकी छौँ र यो कुरा चाहिँ नि हाम्रो चाहिँ नि सेतो हाइकिङ सोसाइटी अगाडि बढिसकेको छ साथीहरू माथि बसेर फोटो खिच्दै हुनुहुन्छ र अब हामी अगाडि बढ्दैछौँ र अर्को यो खोलाको दृश्य लिएर हामी अगाडि बढ्ने क्रम जारी छ ल अहिले हामी होटेल डेस्टिनेसन एबिसीको अप्पर दोभानमा आइसकेका छौँ र हाम्रो साथीहरू पनि बिस्तारै दोभानमा आउँदै हुनुहुन्छ ल है अप्पर दोभान आइपुग्यो र हाम्रो अप्पर दोभानको बसाइ यहाँ रहेछ है घण्टाको यात्रा पश्चात अर्थात् बम्बूबाट 2 घण्टाको यात्रा पश्चात हामी अहिले बडा क्षेत्र आइसकेका छौँ र यहाँ ओजे धाम बडा थान भन्ने यहाँ रहेछ र हाम्रो मित्रहरू सबै यहाँ आनन्द लिइराख्नु भएको छ र यहाँ 108 झरना यहाँ माथिबाट देख्न सकिन्छ र 108 झरना भनेर यहाँ नामाकरण गरेको रहेछ
र यो 12 महिना यसरी यो झरिराख्छ भनेर यहाँको स्थानीय जनताबाट जानकारी पाएका छौँ र यसरी यो तलको भाग खाने रूपले हल्ला छ बजार 3200 मिटर हाइटमा आइसकेका छौँ हाउसमा पहिलो प्रवेशमा हामी आइपुगेका छौँ देउरालीको वरिपरिको मैले दृश्य लिइराखेको छु यहाँको महत्त्वपूर्ण होटेलहरूको म यहाँ दृश्य लिइराखेको छु मैले देखिराखेको छु र यता ड्रिम लज भन्ने रहेछ अगाडिपट्टि यहाँ देउराली आइपुगेका छौँ यो माथिको सङ्ग्रिला लज आज हाम्रो बास यही नै भइरहेको छ धन्यवाद त्यो मात खाने रूपले हल्ला छ बजार जनै दिन तयार छन् लाखौं हजार यो मन त खायाल छ नजरको गोलीमा तिमी सजिएर आउँदा फुलबुट्टे चोलीमा नजर लाग्ला नि नजर लाग्ला नि नकैको फुलीमा नजर लाग्ला नि नकैको फुलीमा यसरी हामी अगाडि बढिसकेका छौँ र यो हिउँ ग्लासियर आउने भन्ने यस्तै हो यसरी माथिबाट हिउँ पहिरो आएर यहाँ यो बाटो नै एकदम हिँड्न अप्ठ्यारो भएको अवस्थामा ग्लासियर हो नि होइन त ल अगाडि बढ्यो हिँड बिस्तारै हिँड्नु ल आउनुहोस् ल अब हाम्रो एबिसीको ग्रुप देउरालीबाट अगाडि बढेका छौँ अहिले बिहानको 7 बजेर 10 मिनट गएको छ र अब हामी अगाडि बढेर बिस्तारै र हामी देउरालीबाट लगभग आधा घन्टाको यात्रा पश्चात हामी आइसकेका छौँ अहिले हामी हिमालहरू बिस्तारै देखिरहेछ र यहाँ जीवन सङ्गिनी आउँदैछन् ल है यता हेऱ्यो यहाँ आइरहेको छ आउनु ल हाम्रो लाइन पुरा लागेर आइराख्नु भएको छ यहाँ माथि बुद्ध देखिन्छ भनिदिएको छ र यहाँ बुद्धको पनि मैले फोटो लिएँ देउरालीबाट लगभग 45 मिनटको यात्रा पश्चात हामी यहाँ अहिले खोलाको बगरमा आइपुगेका छौँ लागि यहाँ बसेका छौँ र साथीभाइहरूले यहाँ भारी बिसाएर आफ्नो आनन्द लिइरहेको हुनुहुन्छ
माछापुच्छ्रे बेस क्याम्प आइसकेका छौँ। देउरालीबाट 1.5 घन्टाको यात्रा पश्चात यहाँ आइसकेका छौँ। त्यहाँ हिँडेर आउँदाखेरि पुरै घाम लागेको भएर खेचो हाइकिङ सोसाइटी लक्की भएको छ र यहाँ खुसीका साथ आइराख्नु भएको छ। यहाँ सानो खुसी मनबाट अहिले झन्डा फर्र पराएर आउँदै हुनुहुन्छ र हाम्रो समूहको सबैभन्दा अन्तिम दल गाइडको रूपमा आउँदै हुनुहुन्छ। हामी माछापुच्छ्रे बेस क्याम्पमा आइसकेका छौँ। यो 3700 मिटर अग्लो छ र अब हामी अगाडि बढेर खाना खानको लागि यहाँ माथि डाँडामा आएका छौँ र साथीहरू पनि आइसक्यो मात्रै हो। यहाँ ए बाटो यताबाट हो, बाटो यताबाट हो र हामी माछापुच्छ्रेको पुच्छरमा आइसकेका छौँ। क्रिस्टल गेस्ट हाउस एन्ड रेस्टुरेन्टमा हाम्रो लन्चको लागि अगाडि बढिराखेका छौँ र हाम्रो समूह माथि पुगिसक्नु भएको छ र आजको हाम्रो 1 घन्टाको आराम गर्ने ठाउँ, लन्च खाने ठाउँ यही हो। हाम्रो रूपेश भाइ के पुरा हिउँको दृश्य हेर्दै हुनुहुन्छ। जति हेरे नि हेर्नुहोस्। ल जय होस्। आज हामीलाई यो मौसमले साथ दिएकोमा एकदम खुसी छौँ। धन्यवाद। हामी अहिले माछापुच्छ्रे बेस क्याम्पबाट दिउँसोको खाना खाएर हामी माथि चढ्दैछौँ र साथीहरू आउँदै हुनुहुन्छ र मेरो जीवन सङ्गिनी माथि आइसकेकी छन् र सरहरू पनि आइसक्नु भएको छ र अहिले पुरै हिउँ देख्न सकिन्छ। एकदमै रमाइलो हिउँले ढाकिसकेको हिमाल हेर्न सकिन्छ। बिस्तारै एकदम सजिलो ठाउँ अलिक टपमा गएर माथि हो र अहिले यहाँ डाक्टर भोमनाथ सर माथि चढिसक्नु भएको छ र अरू सरहरू पछाडि झन्डा लिएर आउँदै हुनुहुन्छ। Happy New Year! Happy New Year! Happy New Year! हाइकिङ सोसाइटी अहिले अन्नपूर्ण बेस क्याम्पबाट 2.5 घन्टाको यात्रा पश्चात बिदाई छ आजलाई डर आँखै मलाई यो काजल नमस्कार। अहिले हामी अन्नपूर्ण बेस क्याम्प आइसकेका छौँ र अन्नपूर्णको दक्षिणी भागबाट मैले यहाँ अहिले दृश्य लिइराखेको छु र यहाँ अहिले स्नो एकदमै रमाइलोसँग परिराखेको छ र हामी यो स्नो पर्नुभन्दा ठिक अगाडि हामी यहाँ आएर बस्ने व्यवस्था भइसकेको छ। ल
लक्ष्मी थापा मगर यहाँ हिउँ खेल्दैछन् ल अहिले यहाँ हामी अन्नपूर्ण बेस क्याम्पमा आइपुगेका छौँ दिइहाल्छु ल छिटो खेल्दै गर्नु ल लड्यो 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 हिउँबाट लड्यो ल यहाँ चिप्लेटी खेल्दैछन् ल ओ गुड 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 ल वाउ सबैजना हामी खेचो हाइकिङ सोसाइटीको मित्रहरू सबैजना आफू पनि संसारमा रमाइलो गर्दै हुनुहुन्छ ल ल ल है आइस खेल भइरहेछ धुलो ल एबिसीमा आएर हामीले यो हिउँ पर्ने चाहिँ समयको दिनमा आउनु पाएका छौँ र हामीलाई साथ दिएको छ ल ल यहाँ हिमालको चाहिँ फेदीमा बसेर हामी यहाँ हिउँ खेल्दैछौँ ल लड्यो लड्यो ल नाच्यो नाच्यो ल तिन ल नाच्यो ल हे छिटो नाच्यो नाच्यो पहिले ल ल ल कोही लड्ने कोही नाच्ने यहाँ ए नाच्यो ल सबै ल नाच्यो यहाँ ल सबै नाच्यो ल नाच्यो नाच्यो ल नाच्यो ल हे ल ह्याप्पी न्यु इयरको लागि हामी यहाँ तयार हुँदैछौँ र भोलि हामी ह्याप्पी न्यु इयरको लागि तयार भएर नाच्दैछौँ ल नाच्यो ल वाह ल है नाच्यो नाच्यो ल चिप्लो छ ल ल हाम्रो अहिले समूह यहाँ एबिसी क्याम्पमा आएर फोटो खिच्ने कार्यक्रम भइराखेको छ र अब हामी एबिसीबाट एमबिसी हुँदै तल जाँदैछौँ र अहिलेको बिहानको दृश्य है मैले यहाँ देखेको यहाँ अहिले यहाँ लिँदैछु अन्नपूर्ण बेस क्याम्पबाट फर्कने कार्यक्रम सुरु भइसकेको छ र हाम्रो साथीहरू यहाँ बिस्तारै आफ्नो रफ्तारमा चाहिँ अगाडि बढिसक्नु भएको छ र ल हिउँको चाहिँ नि बाटो भएर यहाँ मान्छेहरू धमाधम यहाँ बेस क्याम्पबाट झर्दै हुनुहुन्छ र हाम्रो समूह पनि यहाँ अगाडि बढिसकेको छ ए यहाँ वेलकम टु अन्नपूर्ण बेस क्याम्प 41 से 43 मिटर हाइटमा भएको अन्नपूर्ण बेस क्याम्पमा हामी आएर यहाँको भ्रमण गरेर यहाँको चाहिँ एकदम हिउँले हामीलाई स्वागत गरेको थियो र यो स्वागत गरेको हिउँको सँगसँगै हामी अब आज फर्कने कार्यक्रम जारी भइसकेको छ र चारैतिर वरिपरि यहाँ चाहिँ नि हिउँले ढाकिएको यहाँ लाइन राखौँ हजुर कस्तो लागिरहेछ रमाइलो लागिरहेछ र हामीलाई चाहिँ यो आज हिउँले चाहिँ स्वागत गर्यो नयाँ वर्षको शुभकामना। वसन्त ऋतुको आगमनसँगै भित्रिएको नयाँ वर्ष 2082 सालको उपलक्ष्यमा
नयाँ वर्षको शुभकामना भयो ल ल अब हामी अन्नपूर्ण बेस क्याम्पबाट फर्किँदैछौँ र अहिले हामी यहाँ एकछिन 5 मिनट आराम लिएर अगाडि बढ्दैछौँ र यहाँ एउटा सानो ताल पनि देखिँदैछ। ल नाच्यो सबै नाच्यो नाच्यो जय नेपाल सुन्दर शान्त विशाल सुन्दर शान्त विशाल शिवले ल्याएथे सृष्टिको पहिलो बिहान गाउँछ गीत नेपाली ज्योतिको पङ्ख उचाले गाउँछ गीत नेपाली ज्योति त विशाल नयाँ वर्षको शुभकामना नयाँ वर्षको शुभ